धेरै पछि चाहिँ प्याचाउनेरी आएको है, यहाँ प्याचाउनेरी। अनि म चाहिँ यहाँ आएको होइन। अनि नेपाली पसल छ नि अतिथि किचन रेस्टुरेन्ट, खोज्दै बसेको कि कता हो कता हो। म कन्फ्युज भयो होइन, धेरै पछि हो प्याचाउनेरी निस्केको। नि यसो हेऱ्यो कहाँ हो कि त्यो प्याचाउनेरी के अतिथि किचन के रेस्टुरेन्ट। अनि त्यहाँनिर नेपाली दोकान छ नि त, अहिले नयाँ खुलेको के किराना पसल, त्यहाँ जानलाई खोजेको। अनि म त कन्फ्युज बच्छ र हेरे गर्छु कहाँ हो। यतातिर हेरेछु कि चारैतिर, यता पनि हेरेछु, उता हेरेछु, यता हेरेछु। म यहाँ बसेको 10 मिनट भयो है, तर पनि मेरो दिमागले काम गरेन। अनि एकछिन दिमाग लगायो, बसेँ। अनि साथीहरूलाई नि मेसेज गरेँ कहाँ हो भन्दै बसेँ। अनि यसो हेरेको त यहाँबाट उता इन्टर यतापट्टि जानु पर्दो रहेछ कि त्यसको बाछी। कसम हो, म कति महिना पछि आएको, 1 वर्ष पछि आएको होला प्याचाउनेरी। मलाई कन्फ्युज बनायो आज त जिन्दगी, लाज लाग्यो आफैलाई। अब चाहिँ म यहाँ जाँदैछु नेपाली पसल, नयाँ किराना पसल यता खुलेको छ भन्ने सुनेको हो, भिडियोमा पनि देखेको। अनि म आएको थिएन, आज चाहिँ म जान लाग्यो। म त यहाँ यतातिर लाइनमा पो बेसरी खोजिरहेको के यो नेपाली किराना पसल। यता गल्लीतिर छिर्नु पर्दो रहेछ, यता भित्र। म त पुरै त्यो किराना पसलको अपोजिटमा त खोजिरहेको क्या, त्यो लाइनमा खोजेको। यहाँ भित्र अलिक भित्र छिर्नु पर्दो रहेछ। अनि म चाहिँ पुरै त्यो लाइनमा खोजेँ, यतातिर पाउँदैन त त्यसको बाजे। अहिले चाहिँ म जाँदैछु, यता रहेछ। सबैजना नेपाली त्यहाँ छिर्न लागेको छ, सायद त्यही होला नेपाली। छिर्यो सबै मान्छे छिर्यो। ल है, यहाँ नेपाली पसलमा आएको हाम्रो दाजु, नमस्ते। हामी यहाँ भेट भयो क्या, झम्का भेट भयो। त्यो भित्र छिर्ने हो अब। जम्दै हामी यहाँ नेपाली पसलमा आएको। हेलो नमस्ते। हेलो भाइ, नमस्ते। यसो हेर्न आएको है, किन्नु पर्यो भनेको। म विशेष त खासै होइन, चियापत्ती चाहिँ किन्न आएको। अस्ति मैले देखेको थिएँ भिडियोमा देखेको थिएँ, यहाँ रहेछ के अरे। त्यो मैले पनि हेरेको थिएँ। ल आउनुहोस् है हजुर पनि, म यहाँ आइसकेको छु। नै भग भन्दा नि त्यस्तो होइन, म नर्मल बनाउँछु। यहाँ नयाँ नेपाली पसल, किराना पसलमा आउनु होला किन्नलाई। चाउचाउ कहाँ छ खोइ? वाइ चाउचाउ यहाँ रहेछ। वाइ कति सस्तो हो, 250। मलाई कस्तो सस्तो प्राइस लाग्यो यहाँ त बा। आउनुहोस् है सबैजना खानालाई। सबैजना आउनु होला, म यहाँ आइसकेको छु। मिट मसला, टिमुरको अचारहरू पनि छन्। जिरा, अनि यो चाहिँ कोरियन हो के हो? टिमुरको छोप, डल्ले खुर्सानी पनि रहेछ। डल्ले खुर्सानी मैले चाहिँ केही खासै केही पनि किनेन। एउटा चियापत्ती किने, अनि यो बुल्लक किने। त्यसपछि मेरो फेभरेट के होला यो भन्नुहोस् होला, कमेन्ट गर्नु होला के हो यो। अनि मैले चाउचाउ किने,
सँगसँगै यति किने। अन्त विशेष गरी एकदमै चाहिने भनेको मेरो पिँडालु, माई फेभरेट पिँडालु किने। त्यति नै हो, मैले सामान किनेको है यति नै हो। एकदम रमाइलो भए। एउटा मिट मसला यहाँ छुटेछ, मेरो फेभरेट मिट मसला यो है, नेपालीमा लेखेको, एकदमै मिठो हुन्छ, टेस्टी पनि हुन्छ है। अनि रारा तयारी, रारा पनि किने, मेरो पनि त्यो